हेलो भाइ बहिनीहरू। आज म तपाईँलाई हिट एन्ड टेम्परेचर पढाउन गइरहेको छु। मेरो नाम चाहिँ ऋषभराज चौधरी हो। तपाईँलाई म हिट भनेको के हो र टेम्परेचर भनेको के हो त्यसको म एक्चुअल मिनिङ बुझाउन गइरहेको छु र प्र्याक्टिकल लाइफमा के युज हुन्छ त्यो कुरा म बुझाउन गइरहेको छु होइन। जस्तै कि तपाईँ हेर्नु होला, हिट भनेको के हो? एउटा फ्लो अफ इनर्जी होइन। हिट के हो? एउटा फर्म अफ इनर्जी होइन। आफ्नो हिटको डाइरेक्सन फ्लो गर्छ फ्रम कोल्डर बडी टु हट बडी टु कोल्ड बडी। ओके, जस्तै कि तपाईँलाई म इक्जाम्पल दिने हो भने, जस्तै सपोज यहाँ एउटा के भन्छ, ए अब्जेक्ट ए लिनुहोस् होइन, अनि अर्को अब्जेक्ट बी लिनुहोस् होइन। अब्जेक्ट बीको टेम्परेचर सपोज हामी मानौँ ग्रेटर देन 25 डिग्री छ, अनि यसको टेम्परेचर लेस देन 25 डिग्री सेल्सियस। अनि हेर्नुहोस्, जब हामीले सराउन्डिङको कुरा गर्छौँ नि, टेम्परेचर जहिले पनि स्टेबल हुन खोज्छ होइन। त्यो थर्मल इक्विलिब्रियमको कन्डिसन हो होइन भाइ बहिनीहरू। थर्मल इक्विलिब्रियमको कन्डिसन हो। तर टेम्परेचर जहिले पनि इक्विलिब्रियम हुन खोज्छ कि जहिले पनि इक्वलमा हुन खोज्छ या स्टेबलमा हुन खोज्छ होइन। सिक्नको लागि जस्तै कि ल युनिभर्समा के चलिरहेछ, सराउन्डिङमा के चलिरहेछ त्यो सिकाउने काम कसले गर्छ त हामीलाई? हिट र टेम्परेचरको काम हो होइन। यो सब्जेक्टमा हामीले सिक्ने गर्छौँ एक्चुअल मिनिङ के हो भनेर म तपाईँहरूलाई सिकाउँछु। जस्तै कि फर इक्जाम्पल हामी कुरा गर्ने भने, जस्तै हामी टी सपमा होइन, फर इक्जाम्पल कुरा गर्ने भने टी सपमा हामीले कहिलेकाहीँ चिया खान जान्छौँ नि। चिया खाना जाँदाखेरि हामी चिया मगाउँछौँ होइन। चिया मगाउँछौँ। अब चिया त तातो तातो हुन्छ नि, हो कि नै? सपोज चिया चाहिँ 90 डिग्री सेल्सियसमा होला। अब त्यो इन्भाइरोमेन्टमा, जस्तै कि सराउन्डिङ हाम्रो इन्भाइरोमेन्ट भयो होइन, त्यो के हुन्छ कि जस्तै कि अब टेम्परेचर 90 डिग्री सेल्सियसमा छ हाम्रो चिया होइन। त्यो चिया चाहिँ आफ्नो हिट लुज गर्छ नि। हिट त लुज गर्छ उसले होइन। हिट किनकि फ्लो गर्छ नि, किनकि देखेर सराउन्डिङ हाम्रो कति डिग्री सेल्सियस छ? सराउन्डिङ हाम्रो 20 सेल्सियस हुनसक्छ या 25 डिग्री सेल्सियस हुनसक्छ, हो कि नै? त्यो हुनसक्छ नि। अनि त्यसले गर्दा के गर्छ कि टेम्परेचर ब्यालेन्स हुन खोज्छ कि। अनि यो चिया सम टाइम पछि के हुन्छ कि चिया चिसो हुन्छ होइन। ग्रेजुअली चिया त चिसो हुने हो होइन। चिया चिसो हुन्छ। किन चिसो हुन्छ? किनकि टेम्परेचर उसले लुज गरेछ। के गरेछ? टेम्परेचर लुज गरेछ उसले। हिट फ्लो भएछ होइन। हिट फ्लो कहाँबाट भएछ? हटर बडी टु कोल्डर बडी होइन। त्यही कन्सेप्टहरू हामी आज सिक्न गइरहेको छौँ होइन भाइ बहिनीहरू। ल, हामी अब च्याप्टर स्टार्ट गरौँ। तपाईँले हिट र टेम्परेचरको काम के हो मैले ब्रिफ दिन खोजेको होइन। ल, हामी अब एक्चुअल च्याप्टर सुरु गरौँ त। अब हामीले हिट एन्ड थर्मोडाइनामिक्स बुझ्नुभन्दा पहिला हामीले हिट के हो भने बुझ्नु पर्यो नि। जस्तै कि हिट एउटा के हो? फर्म अफ इनर्जी हो। के हो? हिट इज अ फर्म अफ इनर्जी द्याट फ्लो फ्रम अ बडी एट अ हायर टेम्परेचर टु द लोवर टेम्परेचर होइन। हायर टेम्परेचरबाट लोवर टेम्परेचरमा जाने गर्छ। जस्तै कि इक्जाम्पल तपाईँले मैले भर्खर चियाको इक्जाम्पल दिएँ नि, एउटा अझै इक्जाम्पल तपाईँले दिइरहेको छु। सपोज ए बडी छ हाम्रो होइन, बडी ए छ र बडी बी छ। सपोज बडी ए को टेम्परेचर 100 डिग्री सेल्सियस छ अनि बडी बी को टेम्परेचर 20 डिग्री सेल्सियस छ। दुवैलाई म एउटा सराउन्डिङ इन्भाइरोमेन्टमा मैले हालिदिएँ होइन। सपोज एलाई र बीलाई मैले हालिदिएँ। अब यसले के गर्छ? हिट यता र उता दिने काम गर्छ कि आपसमा हिट फ्लो गर्छ, किनकि स्टेबल हुन खोज्छ कि। हाम्रो जति पनि तारमा या हाम्रो अर्थमा छ होइन, त्यो सबै एलिमेन्ट हाम्रो स्टेबल हुन खोज्छ कि। एलिमेन्ट होस् या फर्म अफ इनर्जी होस् होइन, स्टेबल हुने काम गर्छ। त्यसैलाई हामी के भन्छौँ? हिट भन्छौँ कि स्टेबल भएर एउटा सर्टेन टेम्परेचरमा आउने काम गर्छ होइन। त्यसलाई नै हामीले हिट भन्छौँ। हिटलाई एकचोटि अझै भनौँ के हो? हिट इज अ फर्म अफ इनर्जी द्याट फ्लो फ्रम अ बडी एट अ हायर टेम्परेचर टु वान एट अ लोवर टेम्परेचर होइन। के हो भाइ बहिनीहरू? यसको एसआई युनिट जुल हो। जस्तै इक्जाममा कहिलेकाहीँ सोधिदिन्छ हिटको एसआई युनिट के हो भाइ बहिनीहरू? जुल हो। के भन्नु पर्यो? जुल हो होइन। अब तपाईँले क्यालोरीको कन्सेप्ट सम्झाउँछु होइन भाइ बहिनीहरू। सुन्नु, प्र्याक्टिकल लाइफमा या प्र्याक्टिकल युनिटमा क्यालोरी हुन्छ क्या। जस्तै तपाईँहरू कुनै फुड खानुभयो होइन, 100 क्यालोरीको फुड खानुभयो, ब्रेकफास्ट खानुभयो, 100 क्यालोरीको ब्रेकफास्ट खानुभयो। सपोज के गर्नुभयो तपाईँले? सपोज तपाईँहरूले ब्रेकफास्ट खानुभयो होइन, ब्रेकफास्ट खानुभयो 100 क्यालोरीको होइन, क्यालोरिजको 100 क्यालोरिजको तपाईँहरूले ब्रेकफास्ट खानुभयो। के भन्छ? जुलमा कन्भर्ट गर्दा कसरी कन्भर्ट गर्नु त? उसलाई जुलमा कन्भर्ट गर्दा 1 क्यालोरी इज 4.8 जुल भनेर भनिन्छ होइन। यो एउटा फर्मुला हो होइन, एउटा कन्स्टेन्ट हो।
तपाईहरुले याद गरेर राख्नु होला है, काम लाग्छ तपाईको न्यूमेरिकल जब हामीहरु न्यूमेरिकल पोर्सनमा छिर्यो भने नि त्यहाँ हामीलाई काम लाग्छ के 1 क्यालोरी कति हो 4.8 जूल हो भनेर हैन। जस्तै अब तपाईसँग एउटा यही न्यूमेरिकल गराइदियौँ हामीले 100 क्यालोरी कति हुन्छ त 100 क्यालोरी को जूलमा कन्भर्ट गर्दा हामीले के गर्छौं 100 * 4.18 जूल गर्छौं हो कि नै। 4.8 जूल गर्दा कति आउँछ क्यालोरी कति जूल आउँछ त 418 जूल आउँछ कि नै भाइ बहिनीहरु सही भनेकै नै 4.800 जूल आउँछ हैन। यसरी हामीले यो दुईटा युनिटहरु याद राख्नु होला है। एसआई युनिट के हो एसआई युनिट जूल हो, प्र्याक्टिकल युनिट के हो प्र्याक्टिकल युनिट क्यालोरी हो। तर तपाईले एक्जाममा गर्दाखेरि तपाईले क्वेशनमा कहिलेकाहीँ क्यालोरीमा दिइहालेको हुन्छ उसलाई जूलमा कन्भर्ट गर्नु होला है भाइ बहिनीहरु। ल अब अर्कोमा जाम। जस्तै कि इन्ट्रोडक्सन अफ टेम्परेचर। टेम्परेचर के हो त तपाईलाई टेम्परेचरको कुरा गर्नुहुन्छ भने हाम्रो टेम्परेचर जसले मेजर गर्ने काम गर्छ कि डिग्री कति हो हटनेस र कोल्डनेसको डिग्री कति हो बडीको हटनेस र कोल्डनेसको बडीको डिग्री कति हो। जस्तै कि टेम्परेचर नाप्दाखेरि हामीले के भन्छौं 80 डिग्री सेन्टिग्रेड छ रे हाम्रो बडीको टेम्परेचर कति हुन्छ ल भन त भाइ बहिनीहरु कति हुन्छ म लेख्दै छु कति हुन्छ 97 point कति डिग्री रे 97 F फारेनहाइट हुन्छ हो कि नै। यो फारेनहाइट स्केल हो म कुरा गर्छु है एकछिन पछि स्केलहरुको पनि कुरा गर्छु म। अनि हामीले सेल्सियसमा भन्दा कति हुन्छ त सेल्सियसमा 38 डिग्री सेल्सियस हाम्रो बडी ह्युमन बडी टेम्परेचर हुन्छ हैन ह्युमन बडी टेम्परेचर हुन्छ। त हामीले एउटा लेमन टर्ममा भन्दा टेम्परेचर के हो त टेम्परेचर इज अ डिग्री अफ हटनेस और कोल्डनेस। टेम्परेचरको काम के होइन टेम्परेचरको काम मेजर गर्ने हो कि बडी तातो छ कि चिसो छ हैन बडी तातो छ कि चिसो छ। अब यसको दुईटा प्र्याक्टिकल जस्तै कि हामीले हिटमा हेर्यौ त्यसको जूल हुन्छ र क्यालोरी हुन्छ प्र्याक्टिकल युनिट हैन। यसको पनि दुईटा युनिट हुन्छ हैन एउटा एसआई युनिट स्ट्यान्डर्ड युनिट हुन्छ स्ट्यान्डर्ड इन्टरनेशनल युनिट हुन्छ कि केल्भिन हुन्छ हैन केल्भिन हुन्छ। अनि अर्को प्र्याक्टिकल युनिट के हुन्छ डिग्री सेल्सियस हुन्छ हैन भाइ बहिनीहरु डिग्री सेल्सियस हुन्छ के। हाम्रो इन्भाइरोमेन्ट टेम्परेचर कति छ त इन्भाइरोमेन्ट टेम्परेचर बेग्लै बेग्लै होला हैन कोही भाइ बहिनीहरु पहाडी एरियाबाट छन् भने 18 डिग्री सेल्सियस या 20 डिग्री सेल्सियस होला। कोही भाइ बहिनीहरु तराईबाट होला भने उसको 20 डिग्री सेल्सियस होला या 25 डिग्री सेल्सियस होला। यसरी हामीले डिग्री टेम्परेचर त नाप्ने गर्छौं नि यसरी हामीले टेम्परेचर नाप्ने गर्छौं। अब के इन्स्ट्रुमेन्ट युज गर्छौं त भाइ बहिनीहरु हामीले टेम्परेचर नाप्नको लागि इन्स्ट्रुमेन्ट हामी ल्याबोरेटरी थर्मोमिटर या क्लिनिकल थर्मोमिटर युज गर्छौं। जस्तै कि ल्याबोरेटरी थर्मोमिटरले हामीले के गर्छौं कि ल्याबको टेम्परेचर इन्भाइरोमेन्टको टेम्परेचर कति हो हैन। अनि क्लिनिकल थर्मोमिटरले के गर्छ हामीले बडीको टेम्परेचर कति हो हैन। अनि जुन ब्रान्चले टेम्परेचर मेजर गर्ने काम गर्छ त्यसलाई हामी थर्मोमेट्री भन्छौं है भाइ बहिनीहरु हैन। अब त्यसको बारेमा पढौं के हो त त्यो थर्मोमेट्रीको कुरा गरौँ हैन थर्मोमेट्री हुन्छ। त थर्मोमेट्री के हो ब्रान्च स्टडी अफ टेम्परेचर एन्ड इट्स मेजरमेन्ट हैन कि हामीले टेम्परेचर के हो त बडीको कति डिग्री टेम्परेचर छ एन्ड इट्स मेजरमेन्ट गर्ने काम गर्छ। अनि जुन डिभाइसले हामीले टेम्परेचर मेजर गर्छौं त्यसलाई हामी के भन्छौं थर्मोमिटर भन्छौं है भाइ बहिनीहरु। मैले भर्खर तपाईले क्लिनिकलको एक्जाम्पल भनेको यो हो क्लिनिकल थर्मोमिटर है। अनि यसलाई अर्को नाम के भनिन्छ तपाईहरुले भन्नु त यसलाई मर्करी थर्मोमिटर पनि भन्छ है मर्करी थर्मोमिटर पनि भन्छ है भाइ बहिनीहरु। अनि यो चाहिँ हाम्रो अहिलेको युज गरिने डिजिटल थर्मोमिटर हो है डिजिटल थर्मोमिटर हो है। अब तपाईहरुले थर्मोमिटरको कुरा गर्ने हो भने त्यहाँ दुई थर्मोमिटरमा 3 किसिमको स्केल हुन्छ है। 3 किसिमको स्केल कुन तपाईले एउटा हुन्छ सेल्सियस स्केल है सेल्सियस स्केल जसको सेल्सियस स्केल अर्को हुन्छ तपाईको फारेनहाइट स्केल फारेनहाइट स्केल अनि अर्को हुन्छ तपाईको केल्भिन स्केल है केल्भिन स्केल हुन्छ है दुईटा स्केल हुन्छ। अब यो तीनटै स्केलको एउटा रिलेसन छ जुन न्यूमेरिकल गर्नमा काम लाग्छ है भाइ बहिनीहरु रिलेसन छ है त्यो रिलेसन याद राख्नु होला त्यो रिलेसन तपाईको न्यूमेरिकलमा काम लाग्छ। म रिलेसन लेखिदिरा छु है भाइ बहिनीहरु C is equal to 0 by 100 हुन्छ त्यसपछि F minus 32 by 180 हुन्छ त्यसपछि K minus 273 by 100 हुन्छ है। यो तपाईले धेरै काम लाग्छ है भाइ बहिनीहरु यो तपाईको रिलेसन हो के यो तीनटै स्केलको रिलेसन हो है। तपाईहरुले यो रिलेसन याद राख्नु होला के हो भनेर के रिलेसन कसरी हामी मेजर गर्ने काम गर्छौं त्यसको काम हाम्रो के हो थर्मोमिटरले काम दिन्छ। जस्तै कि सपोज एउटा एक्जाम्पल म तपाईहरुलाई दिइरा छु है
जस्तै कि 38 डिग्री सेन्टिग्रेडलाई हामीले फ्यारेनहाइटमा कन्भर्ट गर्दा कसरी गर्ने फ्यारेनहाइट स्केलमा त हामीले के गर्नुपर्छ 38 माइनस 0 बाई 100 एफ माइनस 32 बाई 180 अब यो तपाईँले सल्भ गर्यो भने तपाईँको एफ कति आउँछ तपाईँको एफ 98.6 डिग्री फ्यारेनहाइट जति आउने गर्छ के यति तपाईँको फ्यारेनहाइट आउँछ है त्यसरी हामीले स्केलमा न्युमेरिकलमा आउँछ त हेर्नुहोस् तपाईँहरूको न्युमेरिकलमा आई थिङ्क 2 मार्क्स या 3 मार्क्सको आउँछ है सियोर आउँछ है तपाईँ म क्वेसन हेरे अनुसार 2 या 3 मार्क्सको हरेक वर्ष मैले हेरेको छु आउँछ क्वेसनहरू सो स्केलको क्वेसनहरू गरेर जानु होला है भाइ बहिनीहरू ल अब हामी अर्को टपिक्समा जाउँ है कुरा एउटा सजिलो इक्जाम्पलले है यसको मिनिङ के हो म बुझाउँछु तपाईँले सपोज तपाईँहरूले सधैँ नुहाउन त जानुहुन्छ होइन नुहाउन जानुहुन्छ बकेटमा अहिले त चिसोको मौसममा तपाईँले तातो तातो पानी हाल्नुभयो होइन वार्म वाटर हाल्नुभयो होइन तातोको हट वाटर हाल्नुभयो तपाईँको कति 90 डिग्री सेन्टिग्रेडको होइन अब त्यसपछि तातो पानीले त हामी नुहाउन सकिँदैनौँ नि तातो पानी नुहायो भने पोल्छ बडी पोल्छ जिउ पोल्छ होइन त्यसमा हामी के गर्यौँ वाटर हाल्यौँ कोल्ड वाटर हाल्यौँ कति 0 डिग्री सेन्टिग्रेडको या सपोज मानौँ न 10 डिग्री सेन्टिग्रेडको होला होइन अब यो दुइटै के गर्छ मिक्सिङ हुन्छ के अनि त्यसमा हिटको आदान प्रदान हुन्छ होइन यहाँ चाहिँ चिसो पानी यो बन्यो है चिसो पानी यो यिनीहरू के गर्छ आपसमा एक्सचेन्ज हुन्छ कि यहाँ के हुन्छ हिट प्रोसेस एक्सचेन्ज काम गर्छ हिट फ्लो हुन्छ अनि इनर्जी एक्सचेन्ज हुन्छ है चेन्ज हुन्छ अनि आफ्टर सम टाइम मतलब एकछिन पछि होइन T1 टेम्परेचर र T2 टेम्परेचर एउटा सर्टेन टेम्परेचर टीसीमा क्रिटिकल टेम्परेचरमा आइदिन्छ या सर्टेन मैले टीसी यस्तै लिएको है भाइ बहिनीहरू तपाईँ कन्फ्युज नहुनु होला टीसी टेम्परेचरमा आउँछ त्यो मिल्ने र त्यो कम्बाइन भएर एउटा सर्टेन टेम्परेचरमा आउनेलाई त्यही प्रोसेसलाई या त्यही कन्डिसनलाई हामी के भन्छौँ थर्मल इक्विलिब्रियम भन्छौँ है भाइ बहिनीहरू तपाईँले क्लियर भइरहेको होला एकचोटि अझै म एक्सप्लेन गरिदिरहेको छु हामीले पहिला के गर्यौँ हट वाटर लियौँ होइन तातो पानी लियौँ र चिसो पानी लियौँ दुइटै पानीले हामीले बकेटमा हाल्यौँ र मिलायो मिक्सिङ भयो होइन मिक्सिङ भइसकेपछि हाम्रो के हुन्छ हिट फ्लो हुन्छ दुइटैमा हिट आदान प्रदान हुन्छ होइन हिट आदान प्रदान भइसकेपछि एउटा सर्टेन टेम्परेचर टीसीमा आउँछ त्यो टीसी जुन त्यो फेनोमेनालाई हामी के भन्छौँ थर्मल इक्विलिब्रियम भन्छौँ है अब इक्जाममा लेखेर आउँदा हामीले यसरी लेख्नु पर्यो है when two bodies are in thermal contact the heat flow until the both reaches at the same temperature right both reaches at the same temperature in a thermal equilibrium the temperatures are equal but heat content may be different यहाँ हेर तपाईहरुले म यहाँ एउटा फिगरले पनि हेराइदिरहेको छु हेर जस्तै कि चिसो बडी हो कोल्ड बडी हो सपोज यसको टेम्परेचर 0 डिग्री या 2 डिग्री सेन्टिग्रेड हामीले यसको डिग्री हामी 100 डिग्री सेन्टिग्रेड लियौँ तातो छ होइन यो तातो टेम्परेचरले के गर्छ हेर हिट फ्लो गरेछ कि छैन यहाँबाट उ यता आउन खोज्छ यो यता आउन खोज्छ अनि एउटा बीचको कन्डिसनलाई मैले टीसी मानेको यो बीचको कन्डिसनलाई मैले टीसी मानेको त्यही टेम्परेचर र यो फेनोमेनालाई हामीले के भन्छौँ थर्मल इक्विलिब्रियम भन्छौँ है यसैलाई हामीले के भन्छौँ थर्मल इक्विलिब्रियम भन्छौँ अब कुरा तपाईहरुलाई क्लियर भएको होला है तपाईले रट्नु परेन के बुझ्न प्रयास गर्नुस् त्यसैले हामी थर्मल इक्विलिब्रियम भन्ने गर्छौं अब अर्को कुरा हेरौँ है भाइ बहिनीहरु एब्सोल्युट जीरो है एब्सोल्युट जीरो एउटा कन्डिसन हो जहाँ टेम्परेचर 0 हुन्छ के केल्भिन 0 द लोएस्ट पोसिबल टेम्परेचर वेयर नो हिट ट्रान्सफर अकर है एब्सोल्युट के 0 भनेको के हो एउटा कन्डिसन हो है जसमा टेम्परेचर 0 डिग्री केल्भिन टेम्परेचरमा हिट ट्रान्सफर हुँदैन त्यसैलाई हामी के भन्छौं एब्सोल्युट जीरो भन्छौं है जस्तै कि तपाईहरुले एब्सोल्युट जीरो टेम्परेचरलाई तपाईले केल्भिनमा चेन्ज गर्नुस् हैन कसरी गर्ने त केल्भिनमा चेन्ज गर्न सरी डिग्री सेल्सियसमा चेन्ज गर्दा कसरी गर्ने त त्यसको -273.15 डिग्री सेल्सियस लेख्यो भने त्यो त्यसको भ्यालु हो एक्ज्याक्ट 0 केल्भिनको भ्यालु हो हैन यहाँ हेर्नुस् ग्राफ कुनै पनि टेम्परेचरलाई कुनै पनि सपोज हामी पानीलाई या कुनै पनि अब्जेक्ट ए लाई हामीले कुल गर्दै गयो भने
गर्दै गयो भने एउटा यस्तो टेम्परेचर हिट हुन्छ, एउटा यस्तो टेम्परेचर हिट हुन्छ जहाँ त्यो बडीको टेम्परेचर 0 डिग्री केल्भिन हुन्छ। त्यसलाई हामी के भन्छौँ? एब्सोल्युट टेम्परेचर भन्छौँ हैन। यहाँ ग्राफ हेर्न सक्नुहुन्छ तपाईको स्टीप ग्राफ छ र यो स्टीप ग्राफ छ हैन। हाइलाइटर पेन लिएर आइदिएको छु। यो हेर्नुस्, यो स्टीप ग्राफ छ हैन। माइनस एउटा सर्टिङ छ, सपोज ए हामीले अब्जेक्ट लियो हैन। ए को अब्जेक्टको डिग्री टेम्परेचर 100 डिग्री सेल्सियस छ। त्यस कुल हुँदै गयो एउटा सर्टेन डिग्रीमा 0 डिग्री टेम्परेचरमा त आउँछ हैन। अनि त्योभन्दा फर्दर हामीले कुल गर्यो भने -273 डिग्री सेल्सियस भनेको 0 केल्भिन आउँदा त्यसलाई हामीले एब्सोल्युट टेम्परेचर भनेर भन्छौँ है भाइ बहिनीहरू। तपाईहरुलाई क्लियर भएको होला है। अब हामी अर्को टपिक्समा जाउँ है। जीरोथ ल अफ थर्मोडायनामिक्स। अब हामी एक्चुअल थर्मोडायनामिक्सको लहरुमा आयौँ हैन। अब तपाईले थर्मोडायनामिक्स म बताउँदैछु है। जस्तै कि मैले एउटा ब्लक टीए लिएको छु। टीए को ब्लक मैले टीए टेम्परेचर हाले हैन। टीए ब्लक को मैले टीए टेम्परेचर अब्जेक्टको टीबी हाले हैन। अब हेर, यो म के गर्छु, यसरी मैले एउटा ब्लक बनाए। तपाईहरुलाई बुझाउनलाई है भाइ बहिनीहरु, तपाईहरुलाई बुझाउनलाई मैले यसरी ब्लक बनाएको। अनि यहाँ मैले एउटा इन्सुलेटर लगाइदिएको। अनि यहाँ मैले एउटा बी ब्लक हाल्दिएको। यो ए ब्लक भयो, यो बी ब्लक भयो है। ए ब्लक भयो र बी ब्लक भयो है। मैले के गरे, मैले यसको र यसको कन्ट्याक्टमा लाछु हैन। टेम्परेचर टीए छ, यो सरी टीसी छ, अनि यो टीबी छ है। अनि यो पनि यो टीसी छ है। हेर भाइ बहिनीहरु, यसको टेम्परेचर टीए छ, यसको टीसी छ र यसको टीबी छ। त थर्मल इक्विलिब्रियमले के भन्छ, अगर दुईटा बडी ए र बी कन्ट्याक्टमा छ अनि बी र सी कन्ट्याक्टमा छ भने र ए र बी को टेम्परेचर इक्वल हुन्छ भनेर। टीए को टेम्परेचर र टीसी सँग छ, मतलब मैले थर्मल इक्विलिब्रियममा टीए र टीसी लाई मैले थर्मल इक्विलिब्रियममा राखे र टीबी लाई टीसी लाई मैले थर्मल इक्विलिब्रियममा राखे। तर ए र बी लाई मैले इन्सुलेट गरेछु है भाइ बहिनीहरु, मैले इन्सुलेट गरेछु, त्यसलाई मैले कन्ट्याक्टमा राखेको छैन। तर यसले जीरो थर्मोडायनामिक्सले के भन्छ, यसो गरे भने टीए को टेम्परेचर टीबी सँग इक्वल हुन्छ रे। अनि के भन्छौं, थर्मोडायनामिक्स जीरो थर्मोडायनामिक्स ल भन्छौं। के भन्छौं हामीले? जीरो थर्मोडायनामिक्स ल भन्छौं। अब एकचोटी इंग्लिशमा पढेर हेरौं। तपाईहरुलाई आई थिंक कन्सेप्ट क्लियर भइसकेको होला हैन। इफ टू बॉडीज आर इन थर्मल इक्विलिब्रियम विथ थर्ड बडी, यहाँ दुईटा बडी ए र बी छ, ए र बी सँग थर्मल इक्विलिब्रियममा छ, बी र सी सँग थर्मल इक्विलिब्रियममा छ, तर विथ अ थर्ड बडी है। Two bodies are in thermal equilibrium with a third body, then there are also in thermal equilibrium with each other है। यसको मतलब TA equal to TB equal to TC हुन्छ। तीनटैको टेम्परेचर इक्वल हुन्छ। यसलाई हामीले जीरोथ ल भनेको छौं है। जीरोथ ल अफ थर्मोडायनामिक्स भनेको छौं है भाइ बहिनीहरु। के हो, तपाईहरुलाई फेरि भनिदिन्छु। जस्तै कि मैले ए ब्लक को टेम्परेचर मैले टीए लिए हैन, बी ब्लक को टेम्परेचर मैले टीबी लिए हैन, अनि टी ब्लक को मैले टेम्परेचर टीसी लिएको। अब तीनटै ब्लकलाई मैले दुईटा ब्लकलाई मैले थर्मल इक्विलिब्रियममा राखेको हैन। ए र बी लाई थर्मल इक्विलिब्रियममा राखेको, बी र सी लाई मैले थर्मल इक्विलिब्रियममा राखेको। अनि ए र बी लाई मैले के गरेको, एउटा इन्सुलेटरले, यो इन्सुलेटर होइन। अब के हुन्छ कि थर्मल इक्विलिब्रियम को कन्सेप्टले के हुन्छ कि टी र टीए र टीबी को टेम्परेचर अब्जेक्ट ए र अब्जेक्ट बी को टेम्परेचर इक्वल भइदिन्छ। अनि त्यसैलाई हामीले के भन्छौं, जीरोथ ल अफ थर्मोडायनामिक्स भन्छौं है। इफ द टू बॉडीज आर इन थर्मल इक्विलिब्रियम विथ थर्ड बडी, दे आर अल्सो इन थर्मल इक्विलिब्रियम विथ इच अदर। त्यसैलाई हामी के भन्छौं, जीरोथ ल अफ थर्मोडायनामिक्स भन्छौं है भाइ बहिनीहरु। आजको लागि यति नै है। अर्को पार्ट म भोलि या पर्सि हालौँला, तपाईलाई पाइहाल्छन्। सो आजको लागि यति नै राखौँला। अर्को पोर्सनमा हामी हिट एन्ड थर्मोको कुरा गरौँला, न्युमेरिकलको कुरा पनि गरौँला। सो बाइ है।